ठाउँमा छु काम गर्दैछु भन काम गर्दैछु भन के काम गर्दै हुनुहुन्छ कफी बारी गोड्नु आएको मल लाउनु भन हो र लु कटा खोन न त छोरी कफीको बोट देखाउनु त मम्मा यहाँ यस्तो छ कफीको बोट भन्नु कहाँ छ खै कफीको बोटै देख्दै यहाँ छ मम्मा भन्नु यहाँ छ मम्मा अनि यता पनि छ मम्मा अब यो कफी बारी गोड्नु आएको छौँ हामी मल लाउनको लागि पोहोर रोपेको कफीहरू भन्नु कफीको बोटहरू यस्तो भएको छ यहाँ हामी मम्मा यहाँ देखाउनुहोस् है चप्पलमा के पस्यो के पस्यो ए लु सफा गरिसक्यो लु 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 खोल न खोलेर गर न त अनि बसेर खोलेर गर कामभन्दा बढी छोरी स्याहार्दै ठिक हुन्छ काम गर्नुपर्ने यत्रोलाई कट्टिन भाइ भाइले अहिले लाऊ अबे गोछ हजुर कहाँ हुनुहुन्छ बारीमा भन्नु न हौ के गर्दै हुनुहुन्छ खै काम गरेर देखाउनुहोस् त कफी गर्न आएको नि मम्मा भन्नु हेलो गाइज छोरी कफी गर्न आएको छु म भन्नु पापासँग कफी बोटमा मल लाउन आएको छु अब हामी कफीको मल लाउने आजको हाम्रो काम तपाईँ है पापालाई पनि पानी सिक्नुपर्छ त्यो नाला हो नि हौ पानी त्यहाँ के दाना हो त्यो यो दाना के हो खाने भन्दैछ के हो अरे स्यान चाहिँ कुन सोध्नु भएको हजुरले त्यो दाना हो रुखको दाना हो त्यो अगाडिको दाना हो पर सोधेको ऊ पर सिधा अगाडि यो त उत्तिसको दाना हो नि उत्तिसको यो उत्तिसको हो क्या सरी यहाँ पनि फोर्छ यहाँ है हाम्रो कफी यो त गर्न आएको त पापा मल लाउनको लागि यहाँ छ कफी पोहोरको बोटहरू यस्तो छ पोहोर रोपेकोहरू अब योपालि पनि रोप्नु छ पोहोरको अनि यत्रै मात्रै हुन्छ अहिले कत्रो हुन्छ त अनि पछाडि तपाईँलाई पढाउनुको लागि पैसा चाहिएन यसले तिमीहरूले कपाल कपाल एकचोटि काम गर्नु है छोरी यो कफीहरू यो गर्नु पर्दैन भएको यस्तो लड्दै पर्दै कञ्चन खोलाको मिठो के बोक्नु भएको देवी हजुरले बोक्नु भएको के हो अरे पापाले भन्नुभएको के को दाना हो यो मैले चाहिँ चिनिनँ हजुरहरूले चिन्नुभयो भने भनिदिनुहोस् ल के को दाना हो मुखमा हाल्नुहुँदैन मुखमा हाल्नुहुँदैन अरे त्यो तासिँदैन छोरो तास्न मिल्ने दाना होइन नि त यो त्यो खाने दाना त होइन के आयो आयो आया हौ किन नकाटेको भन्दाखेरिमा अस्ति त्यो चाहिँ अहिले मैले भर्खर दिएछ मात्रै काट्दैछु कि आउँदैछु कि किन भन्दाखेरि अस्ति चाहिँ
कफीहरूको लागि राखेको थिएँ क्या मैले सेपको लागि यही आज चाहिँ यो कफीलाई चाहिँ यसरी अम्बिसरी काट्ने हो घाँस पनि यसरी निकाल्ने यसलाई घाँस निकाल्दै घाँस निकाल्छु यिनीहरूको घाँस भयो त्यहाँबाट अबको मेरो अर्को काम भनेको के छ भन्दाखेरिमा मल लिएको थियो यहाँ यसरी भिजेर गरौँ भयो नि लडिन्छ यसरी लडी पनि सक्यो पापा भन न कफीको बोतलाई होइन कफीको बोतलाई त्यसरी गर्ने अनि यो पुरानो बुढो मल छ यहाँ त्यो बुढो मललाई चाहिँ यसरी लगाइदिने हुन्छ मेरो बिदाको सदुपयोग चाहिँ यसरी गर्ने हो पछाडि मेरो छोरीलाई स्कुल पढाउने पैसा यसरी अब यहाँबाट यो बेचेर यसलाई उत्पादन गरेर पछाडि गर्नुपर्ने छैन दिदी ल भयो एउटा बोतलाई यसरी मलाई दिने छ कफीको छोरी माथि पनि लाउनु छ बाल्टी लिएको छु रुम हुन्छ है आइहाल्छ है आइहाल्छ है पापालाई काम छ भन्नु आएको पापाको समय मात्रै मेरो छोरीले त बर्बाद गरिदिनु हुँदैछ जस्तो हो छोरी तपाईँ पापालाई सघाउनु आउनुभएको कि पापाको समय बर्बाद गरिदिनु आउनुभएको हौ भनिदिनुहोस् त भएको चियान्ची हजुर यो मिठो होइन यो खानेकुरा नै होइन अरे यो उत्तिसको बोट हो अरे ए सरी दाना हो अरे ए सरी हस् त्यस्तो हुन्छ सरी पापाले माथि ओके बेबी ज्ञानी हुनुहोस् ल यो उत्तिसको बोटको बोट हो के हो दाना हो ए सरी सरी गल्ती भनेछु कि उत्तिसको दाना हो यो कस्तो गल्ती भनेछु लिचीको दाना होइन उत्तिसको कस्तो शीतल हावा आयो तिमीलाई नै थाहा छ भन्न त के हो कति राम्रो हावा आएर न पापा के गर्नु भएको हो भन भन्नु पनि न पापाले हेर नि के गर्नु भएको पापाले आज कफीमा मल लगाउनु पर्यो नि यो कफीको बोट बाँचेपछि त्यसलाई मारिदिन्छ तत्कालको लागि चाहिँ अलिक सानोमा चाहिँ सेपै चाहिन्छ हजुर कफीमा मल लगाएको नि छोरी यहाँ हेर्नु त यति राम्रो राम्रो बोट छ पोहोर रोपेको मैले यिनीहरूलाई टक्कै यस्तो गरेर तपाईँकै त हो त यो तपाईँकै हो त नि हजुरकै हो त अनि यो तपाईँकै हो त नि
तपाईँकै हो है, तपाईँकै हो। यसरी मल लाएर अब यसलाई सट्टै योपालि राखिदिने हो। अर्को पालि अलिक ठुलो हुन्छ, 3 वर्षदेखि त लगभग झन्डै जान दिन्छ होला। त्यो गरेर माटोले टक्क आज चाहिँ यसरी कफीमा मल लाउने कार्यक्रम गर्दैछु। योतिर भयो होइन, अनि यतातिर पनि छ। साथसाथै यहाँ बोटहरू पनि पोहोरको बिरुवा राम्रो छ क्या योपालि। यो नभएकोले गर्दाखेरि, सेप भएकोले गर्दाखेरि राम्रो भएको छ। यो बिरुवातिर चाहिँ योपालि कफीको बिरुवा मल लाउने कार्यक्रम हुँदैछ। यो चाहिँ मैले पुरै अम्लिसो बारीमा लगाएको थिएँ। यताको चाहिँ काटेको छैन, यो पनि भर्खर काट्दैछु। मेरो छोरी पनि मैसँगै पापासँग जाने कि जाने भनेर यहाँ सुतिसक्यो। अब यो पनि घर छोडिदिन्छ। हेर त सुतेको केटी। कफी चाहिँ यस्तो रहेछ, राम्रो छ। मलाई चाहिँ राम्रो लाग्छ होइन। अब कफी व्यवसायीहरूलाई चाहिँ कस्तो यो के हो मलाई थाहा छैन, तर बाँचेको हेर्दा चाहिँ यो चाहिँ अम्लिसो बारी हो। अम्लिसोले खासै अब अम्लिसोको भाउ खासै राम्रो छैन होइन। यसरी चाहिँ अब यसलाई गोड्दै मैले चाहिँ लाउँदैछु क्या, मल लाउँदैछु बिरुवाहरू। बिचमा मेरो एभोकाडो पनि थियो होइन। यस्तो चाहिँ नगोडेर आज चाहिँ यसलाई गोड्दै मल लाउने कार्यक्रम छ। यसरी चाहिँ जङ्गलमा अम्लिसो, यो अम्लिसोको चाहिँ भाउ एकदमै सुतेको भाउ चाहिँ एकदमै फ्ल्याक्चुएट तल र माथि हुँदिरहेकोले गर्दा त्यो भन्दा चाहिँ अहिले कफीको चाहिँ विश्व बजारमा अलिक राम्रो मार्केट छ। त्यो भएकोले गर्दा कफीमा लाग्नु के भनेर त्यतिकै रेटहरू अम्लिसो बारीभित्र यस्तो छ। तर यहाँभित्र चाहिँ कफी छ है मेरो। यहाँ पनि कफी छ, यहाँ यता यहाँ पनि यस्तै हो। सबै जङ्गल छ, जङ्गलभित्र चाहिँ कफी छ होइन। यहाँ अस्ति शीतले भेटाएकोतिर चाहिँ यस्तो छ, 2 पाथीहरू कुनै चाहिँ। यहाँ त शीतले नभेटाएकोतिर त अब यसो कफी यिनीहरू गोडेर मल लाउँदैछु। आज गणतन्त्र दिवसको दिन 2083 सालको गणतन्त्र दिवस सार्वजनिक बिदाको दिन चाहिँ यसरी मैले बिताउँदैछु है। दिन चाहिँ यस्तै छ, गाउँले जिन्दगी। मेरो छोरी पनि पापालाई सघाउँछु भनेर आएको, बिचारी सुतिसक्यो। अब यसलाई घर छोडिरहेको छु। अनि बिचमा एभोकाडो पनि छ फेरि। मैले यो मैले पहिला चाहिँ एभोकाडो लगाएको थिएँ होइन। यहाँ चाहिँ एभोकाडो, यो बास्लो गरेर पनि सबै कफी हो। यो पनि एभोकाडोको बोट हो, यो पनि एभोकाडोकै बोट हो। अनि यता पनि छ, यो पनि एभोकाडो हो। यो चाहिँ खासै राम्रो भएन। यो पछाडिको रातो देखिने पनि एभोकाडै हो। सबै यो छ क्या। कफी नै कफी भराउँ कि भनेर यो लागि परिरहेको छु।